हे श्याम, कस्तो छस्? ठिकै छु यार। तैँले त मलाई सोधिरहनु पर्दैन। औस, किन त्यसो भन्छस् यार? म तेरो साथी हुँ नि। साथी? म फेल भएँ। अब हामी कसरी साथी भयौँ र? औ त्यो एउटा नतिजा मात्रै हो श्याम, त्यसले हाम्रो दोस्तीलाई फरक पार्दैन। फरक पार्छ यार, तेरो बाटो अब छुट्टै भयो। तैँले राम्रो कलेजमा पढ्छस्, म के गर्छु थाहा छैन। हेर, मलाई थाहा छ अहिले तेरो मनमा के चलिरहेको छ। मलाई पनि डर लागिरहेको थियो नतिजा आउँदा, तर तैँले हिम्मत हार्नु हुँदैन। हिम्मत कसरी नहारो यार, सबैले फेल भयो भन्दै हेर्छन्। घरमा पनि मुख देखाउन लाज लागिरहेको छ। म बुझ्छु, तर यो अन्त्य होइन, तैँले अझै मौका पाउँछस्। सप्लिमेन्ट्री परीक्षाको बारेमा सुनेको छस् नि? माथि हेर्छ, चासोको सानो झिल्को देखिन्छ। सुनेको त छु, तर पास हुन सकिएला र? पढ्न मनै लाग्दैन अहिले। किन नसकिने यार? हामी सँगै तयारी गर्छौँ नि। मैले जति जानेको छु सबै सिकाउँछु। तँलाई कुन विषयमा गाह्रो भयो हामी त्यसमा अझ बढी फोकस गरौँला। साँच्चै, तैँले मलाई मद्दत गर्छस्? पक्कै पनि। हामी सधैँ सँगै पढ्थ्यौँ नि। यो एकपटकको नतिजाले त्यो सबै बिर्सने हो र? तँलाई अब अझ बढी सपोर्ट चाहिन्छ र म सधैँ तेरो साथमा छु। तँलाई पनि यार राम, तैँले यसो भन्दा अलि हल्का भयो। अब उठ, पहिला घर जा, मम्मी बुवासँग कुरा गर। अनि भोलिबाटै हामी सप्लिमेन्ट्रीको लागि तयारी सुरु गरौँला। म तेरो घर आउँछु, सँगै बसेर पढाउँला। हुन्छ यार, सँगै पढाउँला। हो नि, अनि अर्को पटक सँगै पास गरौँला नि। तेरो A+ नआए पनि पास त पक्कै आउँछ। पास भयो भने पनि पुग्छ यार। हिम्मत नहार है।